हेलो सबैजनालाई गुड मर्निङ फ्यापुला नमस्ते वेलकम टु माई न्यू डे न्यू ब्लग है। तपाईहरु सबैजनालाई फेरि पनि स्वागत छ मेरो न्यू ब्लगमा है। अन्त आजको दिन चाहिँ हेरिहाल्नुस् यस्तो धुम्म भइरहेको छ। यो छ्याबी पनि फुल्दो रहेछ, क्या मजाले फुल्दो रहेछ। दिन चाहिँ आज यस्तो धुम्म भइरहेको छ हैन। उठायो भएर चाहिँ घाँसमा जानु पाएन हैन। अन्त आपा मात्रै जानु भएको छ। र अब आज चाहिँ अब शनिबार हो, स्कुल पनि छुट्टी छ हो, शनिबार आइतबार त्यहाँ फेरि सोमबारदेखि। आमाम घाँस लिएर आउनु भयो हैन। जेरेनियम चाहिँ कति फुलिरहेको छ हो, हेर्नुहोस् अरू भन्दा पनि यो हेर्नुहोस् न, यो त्यही हो कति दामी फुलिरहेको छ कि। यो चाहिँ अरू कलर चाहिँ छैन, सिर्फ यही मात्रै छ। अरू कलर भन्दा पनि वाइट चाहिँ छ, उतल छ त्यो चाहिँ। अनि अरू कलर चाहिँ आमालाई चाहिँ मनै परेन अरे। र अब चाहिँ म चाहिँ एक सब्जी बसाइरहेको छु हो, बसाइरहेको छु मतलब अब निकालिहाल्नु पर्छ। म चाहिँ आज चाहिँ छिट्टो यहाँ सब्जी पनि पकाइसकेँ, अब चाहिँ निकाल्ने बेला पनि भइहाल्छ। अब चाहिँ खाना बसाउनु पर्ने छ। यहाँ सबैजनालाई फ्यापुलो भन्न त्यसरी होइन, यत्रिका भन्न छिटो फ्यापुलो भन्न। म चाहिँ आपा म चाहिँ उमाथि गएर यसलाई पनि लिएर गएको थिएँ कि, तर उयो रहेन, त्यो काम लाग्ने सामानै रहेन हो, उमाथि छ अरे। आइज के अरे। अन्त अब म चाहिँ अब चाहिँ आपा छैन रहेछ नि माथि त छैन रहेछ नि। जाला बाई बाई, खोइ बाई 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 बाई, खोइ छैन अरे, माथि लगेको छ अरे। यहाँ चाहिँ हाम्रो चाहिँ छ्याबी फुलेर यस्तो भइरहेछ हो। हजुर पानी छिटेर छ अहिले त, अरू भन्दा नि। हजुर चिया पकाइदिनु। वा यो हो नि त, आम्माम लु क्यालेन्डुला चाहिँ यसरी फुलिरहेछ हाम्रो चाहिँ यहाँनिर चाहिँ। आइसला क्या दामी देख्दो रहेछ कि माथिबाट त। साममा चाहिँ आप्पालाई चाहिँ चिया पकाइदिनु अरे हो। हाम्रो यहाँनिर खोर्सानीको बिउ पनि टोटल उम्रिरहेको छ। वाह फुल हेर्नुहोस्, यहाँनिर खोर्सानीको बिउ चाहिँ यसरी पुरा फुलिसकेको छ हो। यहाँनिर यो चाहिँ हो खोर्सानीको बिउ। र अब चाहिँ म चाहिँ आप्पालाई चिया पकाइदिन्छु। यहाँनिर यहाँ चाहिँ यति लामो भइरहेछ, यो पहेँलो खालके। आम्माम क्यालेन्डुला चाहिँ यति फुलिरहेको छ। मैले चाहिँ यहाँनिर चाहिँ भाइ ल्याइकन आएको हो। अन्त अब चाहिँ म चाहिँ खाजा बनाइदिन्छु। आमा पनि दाउरा ल्याउनु जानुभएको छ। अन्त म चाहिँ अब यो खाजा बनाएँ। ए आइ पनि पुग्नु भएको छ, वाइ वाइ ल्याएर आएको खाजा बनाउनु। आमा पनि आइपुग्नु छ। अब यो वाइ वाइ बनाइदिइहाल्छु। आमाले चाहिँ दाउरा के छ ओइ कहाँबाट ल्याउनु भएको? जङ्गलबाट। कति बज्यो? 12 बज्यो नि। लु दामी रहेछ दाउरा, दामी रहेछ। आधी चाहिँ उता भित्र पनि लानुपर्ने भइरहेछ हो। उठ्या छ त भित्र लाने। ए ग्राममै झारिने यसरी ल्या केरा कुच्यो। आउ यहाँनिर चाहिँ वाइवाईको झोल बनिसकेको छ हो। अब चाहिँ खाजा। अन्त यहाँ आप्पा र आमालाई पनि पस्किदिँदैछ। अब मेरो गाला चाहिँ यस्तै रातो हुन्छ हो कोही कोही बेला चाहिँ। अन्त हेर्नुहोस् न रातो रातो भइरहेछ। म अरू भन्दा पनि म चाहिँ खाँदै गर्नु पर्यो है, भोकले सेल्टिन आँटिसक्यो। तातो चाहिँ नि फिजिया यति दामी फुल्दो रहेछ नि। फर्स्ट टाइम देख्दैछु यो फुल चाहिँ, कस्तो खालको फुल हो नि। फर्स्ट टाइम देखेको है मैले हो। अरूले त देखेको होला, म चाहिँ फर्स्ट टाइम देख्दैछु। यहाँ रहेछ
यहाँ फेरि पहेँलो खालके रहेछ त क्यालेन्डुला त पहेँलो खालके ए अहिले चाहिँ बेलुका भइसकेको छ होइन अन्त अब चाहिँ के अरे बेलुकाको खानासाना पनि अब पकाइसक्न आँटेको छु क्यालेन्डुला फुल चाहिँ छापछिप हुन्छ रात परेपछि चाहिँ हल्का होइन अनुहार त देख्दो रहेछ नि हल्का जन्मको कुचाइहरूमै आछु जाडो जाडो भयो जाडो मामा पनि गफ गर्न आउनु भएको रहेछ हो अन्त आज चाहिँ हाम्रो चाहिँ यहाँ खानामा चाहिँ चिकन छ हो पाक्दैछ यहाँनिर आमाले चलाउनु हुँदैछ मामा टाढैबाट आउनु भएको कि ए है ठिक छ कोही ठाउँ साँचो कोही ठाउँ ढाड्दैमा हिँड्नु पर्यो टाढो छ कि अन्त यहाँनिरको क्यालेन्डुला फुल चाहिँ अहिले बेलुका भएपछि चाहिँ छ्यापछुप हुँदो रहेछ अघि कस्तो मजाले पक्रिरहेको थियो होइन अन्त अहिले चाहिँ छ्यापछुप हुन्छ हो अन्त बेलुका भएपछि चाहिँ यसको चाहिँ उयै हो यस्तो छ्यापछुपै हुन्छ र आजको भ्लग पनि अब यहीँसम्म देखाउन चाहन्छु होइन तपाईँहरू सबैजनालाई अन्त आजको भ्लग कस्तो लाग्यो होइन लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला है अन्त अन्त र मैले चाहिँ आज चाहिँ भ्लग पनि कम्ती बनाएको छु किनभने नि मेरो फोनले चाहिँ एकदमै दिइरहेको छ होइन मलाई चाहिँ रिस पनि उठिरहेको छ यो फोनदेखि होइन र आजको भ्लग कस्तो लाग्यो लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला मैले चाहिँ अँधेरोमै गरेको है त बाई बाई सबैजनालाई थ्याङ्क यू फर वाचिङ